नमस्कार, म रुद्रप्रसाद पराजुली। म विगत यस विद्यालयमा 33 वर्ष अघिदेखि कार्यरत छु र हाल म यो विद्यालयको चाहिँ सहायक प्रधानाध्यापकको रूपमा पनि कार्यरत छु। त्यति बेला अब सबै बालबालिकाहरू कुनै घाइते हुनुहुन्थ्यो, कुनै बालिकाहरू चाहिँ दिवंगत हुनुभयो र कोलाहल थियो। अब भुइँचालोले सबै कुरा चाहिँ खतम पार्यो। हाम्रा बालबालिकाहरू चाहिँ कहिले विद्यालय जाने होला, कसरी बालबालिकालाई चाहिँ शिक्षा दिने होला भनेर अभिभावकको पनि चासो हुन्थ्यो। त्यसै गरी गाउँ समाजका बालबालिकाहरू प्रत्यक्ष रूपमा भेटघाट भएर अब के गर्ने, हाम्रो पढाइ कहिलेबाट हुन्छ भनेर बालबालिकाले चासो लिएको पाइन्थ्यो। यो अस्ट्रेलियन नागरिक थियो फिसेद्वारा निर्माण गरिएको चाहिँ 8 कोठे भवनका पिल्लरहरू छेदविच्छेद भएका थिए। त्यस्तै अब माथि राखिएको चाहिँ कम्प्युटर कोठाका कम्प्युटरहरू चाहिँ सबै टेबलहरू ढलेर छेदविच्छेद भएका थिए। त्यस्तै पानी ट्याङ्कीहरू लगायतका चाहिँ हाम्रा दराज लगायतका सामानहरू चाहिँ क्षति भएको थियो, तर बिल्डिङ भने ढलेको चाहिँ थिएन। सेभ द चिल्ड्रेनको हाम्रो सम्बन्ध भनेको चाहिँ यो विद्यालयमा भूकम्प गएपछि मात्रै होइन, विगतका वर्षहरूमा पनि देखि नै हाम्रो चाहिँ सेभ द चिल्ड्रेनको चाहिँ एउटा नङ्ग्र मासुको जस्तै सम्बन्ध थियो। ताकि सेभ द चिल्ड्रेनले टोकिसङ सुनकोशी मार्फत चाहिँ टिचरहरूलाई तालिम दिने, त्यस्तै बालबालिकाहरूलाई चाहिँ सुरक्षित तरिकाले कक्षा व्यवस्थापन गर्ने, बेला बेलामा सरसफाइका अभियानहरू गर्ने जस्ता कार्यहरू चाहिँ विगतमा चाहिँ हाम्रो सेभ द चिल्ड्रेन टोकिसङ सुनकोशीको सहकार्यमा चाहिँ भएको थियो। त्यति बेला भुइँचालो पछि पनि हाम्रो चाहिँ सेभ द चिल्ड्रेन टोकिसङसँग चाहिँ हाम्रो सम्पर्क बढ्यो र उहाँहरूले चाहिँ हाम्रो जुन पीडामा चाहिँ एउटा मलम लाउने काम गर्नुभयो र त्यसमा चाहिँ एउटा टिएलसी कसरी बनाउने भन्ने सन्दर्भमा चाहिँ उहाँहरूबाट चाहिँ आर्थिक सहयोग र प्राविधिक सहयोग भयो र विद्यालयको तर्फबाट चाहिँ हामीले हाम्रो स्थानीय तहमा भएका चाहिँ लोकल मेटेरियलहरू कसरी तयार गर्ने, हामीले के सपोर्ट गर्ने भन्ने कुरा चाहिँ हामीले सपोर्ट गऱ्यौँ र यहाँ तत्कालै चाहिँ जम्मा दुईवटा टिएलसी भवन चाहिँ यहाँ निर्माण भयो। त्यो टिएलसी भवन निर्माण भइसकेपछि हाम्रा विद्यार्थीहरूमा, हाम्रा आदरणीय अभिभावकहरूमा अब चाहिँ हाम्रो भुइँचालो गए पनि हाम्रो बालबालिकाको चाहिँ शिक्षा चाहिँ सुरु हुन्छ, अब विद्यार्थीहरू विद्यालय गएर पढ्न पाउँछन् भन्ने एउटा चाहिँ उत्साह बढेको मैले त्यतिखेर महसुस गरेँ। यो विद्यालयमा भवन बनाइदिने भनेर सेभ द चिल्ड्रेनले चाहिँ प्रतिबद्धता जाहेर गर्नुभयो। त्यसमा चाहिँ अब टोकिसङ सँगसँगै टोकिसङ सुनकोशी र शिक्षा कार्यालयको समन्वय भएर चाहिँ हाम्रो विद्यालय चाहिँ निर्माण कार्य सुरु भयो। विगतको भुइँचालोभन्दा अगाडि आफू शिक्षक भएको मान्छेलाई त यो विज्ञापन किन दिएको होला भन्ने जस्तो लाग्थ्यो। त्यसपछि चाहिँ हामीले जुन हाम्रो नेपाल सरकारले हाम्रो विद्यालयको पाठ्यक्रममा पनि यो विपद व्यवस्थापन सम्बन्धी भनेर हाम्रो यो सामाजिक किताबमा चाहिँ त्यो विषयवस्तु नै राख्नु भएको छ र हामीले चाहिँ के गरेका छौँ अहिले भन्दाखेरि हामीलाई ठुलो सिकाइ भयो। अनि विपद पनि कसरी आउँछ त भन्दाखेरि चाहिँ एउटा मौसमी विपद भन्ने हुँदछ, एउटा चाहिँ आपतकालीन विपद भन्ने हुँदछ, थाहा नपाउने विपद हुँदछ। त्यसमा चाहिँ हामीले विपद व्यवस्थापन सम्बन्धी योजना बनाएर, जस्तो उदाहरणको लागि चाहिँ वर्षामा चाहिँ बाढी पहिरोको डर हुन्छ भने त्यसबाट कसरी सुरक्षित हुने, अब भूकम्प जहिले पनि आउन सक्छ भने त्यसबाट चाहिँ हामी बच्नको लागि चाहिँ कस्ता संरचनाहरू बनाउने, विद्यार्थीले के कुरा चाहिँ सिक्नुपर्छ र त्यो कुरालाई चाहिँ अभिभावक समक्ष चाहिँ कसरी लिएर प्रस्तुत हुन्छ भन्ने कुराको सिकाइ चाहिँ हामीले त्यसबाट पायौँ। सेभ द चिल्ड्रेन भनेको चाहिँ एउटा बिरामी भएको बेलामा चाहिँ बिरामीलाई उपचार गर्ने सिटामल हो भन्ने मलाई लाग्छ। किनकि त्यति बेला अथवा सेभ द चिल्ड्रेनले हामीलाई चाहिँ त्यो टिएलसी नबनाइदिएको भए होइन, तत्काल चाहिँ अवस्थामा चाहिँ हाम्रो विद्यार्थी सङ्ख्या पनि कम थियो, यो 2टा विद्यालय भवन चाहिँ नबनाइदिएको भए अनि हाम्रो विद्यार्थीको चाहिँ त्यो बसाइ, त्यो सिकाइ, शिक्षण सिकाइ क्रियाकलापमा पनि अलिकति चाहिँ नकारात्मक असर पर्ने र हाम्रा समुदायका बालबालिकाहरू विद्यालयमा भवन त छैन भने यस्तो विद्यालयमा के पढाउने भन्ने हाम्रो अभिभावकको चाहिँ एउटा मानसिकता त्यो हुन्थ्यो। अब त्यसो भएको हुनाले त्यतिखेरको चाहिँ हाम्रो जुन विद्यालय भवन बनाइदिनु भयो, हाम्रो सेभ द चिल्ड्रेन चाहिँ एउटा बिरामीलाई उपचार गर्ने एउटा औषधि सिटामलको रूपमा चाहिँ देखिनु भयो भन्ने चाहिँ मलाई लाग्छ। त्यसको साथसाथै यो विद्यालय भवन मात्र होइन, तत्कालीन समयमा चाहिँ हाम्रा क्षति भएका जुन हाम्रो टेबलहरू थिए, हामीलाई चाहिँ त्यतिखेर चाहिँ हाम्रा साना भाइ बहिनीहरू बस्ने चाहिँ लेखपढ गर्ने टेबलको कमी थियो, फर्निचरहरूको कमी थियो। त्यो फर्निचर समेत चाहिँ हामीलाई चाहिँ यो सेभ द चिल्ड्रेन र टोकिसङ सहकार्यको चाहिँ हामीलाई चाहिँ उपलब्ध भयो। त्यसको लागि चाहिँ हामीले कहिले पनि म यो टोकिसङ सुनकोशी र यो सेभ द चिल्ड्रेनलाई चाहिँ म कहिले पनि बिर्सिन सक्दिनँ।